सबै 225 हो ल है तपाईको पैसाले ल पाइयो है 1600 ल जतिमा भन्यो त्यतिमै पाइयो ल साथी आउँदैछ क्या अनि म यहीँ बस्छु भनेको थिएँ साथी आउँदैछ साथी आएपछि जाने हो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल म एसटी ब्लगर सो थाहा मगर र अहिले चाहिँ भन्नुपर्दाखेरि म चाहिँ त्यहाँ कहाँ छु भन्दाखेरि पशुपति गेटको अगाडि यहाँ छ पशुपति गेट चाहिँ यहाँ माथि छ पशुपति गेटको अगाडि छु म चाहिँ अब चाहिँ म चाहिँ उता तल कहाँ भन्दाखेरि घुम्दै घुम्दै कोटेश्वरतिर जान्छु मासु खाएको दाँतै अड्केछ मासु खाएको दाँत अड्किएको छैन मासु खाएको दाँतमा अड्किएको छ क्या यस्तो भेट्छ छोडिन्छ तपाईले अनि दिन कुनै जान्छ बस्नु त बस्नु त खाएर अलिकति ल कति हो कहाँबाट हामी कहाँबाट हो त्यहाँ तिलगङ्गाको छेउबाट भयो हे ल फाइनली म चाहिँ आइपुग्ने पुगिसकेँ अब चाहिँ यहाँनिर ट्रेनको नै यहाँनिर चाहिँ टक्कसँगले साकेला पनि हुँदो रहेछ क्या राईको साकेला 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 पनि हुँदो रहेछ म त हिँड्दै है एकदम शीतल छ तर त्यस्तो साह्रो गर्मी चाहिँ भएको छैन पसिना पनि आएको चाहिँ छैन अब म यहाँबाट चाहिँ सिधै कहाँ जान्छु भन्दाखेरि जौलाखेलतिर जानु पर्यो अब म जौलाखेल जान्छु जोडी ढुकुर एकै टक्कसँगले यहाँबाट चाहिँ यहाँबाट दृश्यहरू हेरिदिउँ न माथि हाम्रो दृश्य चाहिँ यो चाहिँ भनेको टक्कसँगले अदामा गएर हामी पुग्नु 2 घन्टा झन्डै धऱ्यो ल राईको साकेला अब चाहिँ लास्ट अरे नि त यता लास्ट सकियो गऱ्यो अब चाहिँ फाइनल साकेला ल म चाहिँ रोड काटिदिइहाल्नु पऱ्यो होइन गाडी नआउँदा काटिदिइहाल्नु पऱ्यो ल बाटो काटिसकिहालेँ अब चाहिँ सिधै लागिन्छ बाटोतर्फ
मै हो ल 6 ठान त ल जाम ल यतातिर जाम न यताबाट सजिलो हुँदैन ए ल फाइनली अब चाहिँ बङ्गलामुखी तर्फ गइँदैछ कतिको गर्मी लागिरहेछ यहाँ जस्तो खास अलिअलि गर्मी लाग्छ दिनमा साँझमा पानी पर्छ त्यस्तो खासै चाहिँ छैन अलिअलि छ तराई यो चाहिँ बङ्गलामुखी मन्दिर हो यता चाहिँ पुरै नुहाउँदैछ नाम पुरै चिलमा नुहाउँदैछ म चाहिँ बङ्गलामुखी मन्दिर पनि आइसकेँ अब बङ्गलामुखी मन्दिरबाट सिधै उतातर्फ जाँदैछु कहाँसम्म पुगिन्छ थाहा छैन मेमोरी नै फुल हुन आँटिसकेको छ यो चाहिँ बङ्गलामुखी मन्दिर हो धेरै समयपछि फेरि यहाँ बङ्गलामुखी मन्दिर आइपुगेको छु ल फाइनली म चाहिँ अहिले चाहिँ यो कृष्ण मन्दिरमा क्या कृष्ण मन्दिरमा पनि आइसकेको छु यो चाहिँ कृष्ण मन्दिर रहेछ कृष्ण मन्दिरमा आइपुगेको म चाहिँ हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियौ म भने चाहिँ अलमलेर तिमीलाई पर्खिरहे भन्दै गीत गाउँदै हिँड्नुपर्ने स्थिति आइरहेछ यस्तो राम्रो दृश्य यस्तो राम्रो ठाउँ छ क्या कृष्ण मन्दिर कृष्ण यही हो कृष्ण कुहिरेनीहरू कम ताकोरीहरू हुँदैन भने यो दिदीको नयाँ स्कुटी रहेछ एकदम कस्तो खाले कुदाइराख्नु भएको छ क्या नयाँ स्कुटी रहेछ ल म चाहिँ फाइनली कृष्ण मन्दिरमा आइसकेँ देखिन्छ होइन त्यही भएर अनि यस्तो त पनि हो पारा यस्तो भिड छ कृष्ण मन्दिरको बजार आम्मा यार बवाल भिड छ नि त्यो अघि हो त्यो अघि अनि अहिले हेरेको त सेम जस्तो लाग्यो त फेरि मलाई तन्किने हो तन्किनेवाला चाहिँ छैन सबै 225 हो ल 225 अनि यति राम्रो हाफ प्यान्ट आइरहेछ है
राम्रो मान्छे यता हेर्नु त राम्रो मान्छे ठाउँमा राम्रो हाफ प्यान्ट सबै 225 रुपियाँ होइन यो चाहिँ 350 हो यताको मात्र हो 250 यो पनि दिनु नि त 225 नै लु हुँदैन नि त यसरी सुने छैन बोलाएको आन्टी ए साउनी 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 बिर्सेछु कसरी हो सेन्डु चाहिँ होइन पछाडिबाट हेर्दाखेरि अब आन्टी टाइपको देखेँ नि त त्यही भएर साउनी भनिहालेको क्या यसलाई निकालिदिनु त एकचोटि यो बिचको चाहिँ क्या त्यो बिचकोलाई चाहिँ निकालिदिनु एकचोटि हेरिदिनु कस्तो हो नि त धेरै महँगो होइन नि त यो यिनीहरू चाहिँ 1050 100 मा आउँछ सानो अनि त्यो चाहिँ कतिको यो चाहिँ सोधिन्छु ल यो 300 हो जस्तो लाग्छ नारायण यो कति हो यसको एउटा चाहिँ राम्रो छ तर यो यिनीहरू ठिक हो नि तर के भन्नु साह्रै महँगो भन्नुभयो त नि अनि महँगो त राम्रो खाले हो नि त यो यत्रो महँगो भन्नुभएको त्यो लुगा देखाउनु त एकचोटि मलाई 1600 दिँदा पनि दिइराख्नु भएको छैन क्या मान्छे चाहिँ यति राम्री 1600 भन्दा बेसी हाम्रो छ मान्छे चाहिँ यति राम्री 1600 मा पनि पत्याउनु भएको छैन 1600 मात्रै त्योभन्दा धेरै नहाल्नु अन्त हुन्छ कता भागी त जानुहुन्छ अनि लुकेको गर्नुहुन्छ कसरी निकाल्नु जानु लु ट्याग गरिदिनु त लु त्यही त भाइरल गरिदिनु उहाँले कस्टमरले जति दाम दिन्छु भन्नुभयो त्यति दाममै लिएर जानुभएको छ भनेर भनिदिन्छु नि त त्यसपछि र त्यति दाममै दिनुभएको छ भनेर भनिदिन्छु नि त 16 म त 16 एमटीएस भन्नुभयो हजुर गरिदिनु त हानिदिनु ल यहाँ देखाइदिनु न एसटिएम चाहिँ त्यही हो हजुर यसो सब्सक्राइब गरिदिनु होइन प्रायः बेलामा कहाँ प्रायः घुम्दै आइरहेको हुन्छु झ्याप्पै 1700 दिनुहोस् त मेरो सब्सक्राइब होइन झ्याप्पै 1600 मात्रै ल आउँछ हो यता हेर्नु त यता हेर्नु न ल उडायो है तपाईँको पैसाले ल पाइयो है 1600 ल जतिमा भन्यो त्यतिमै पाइयो ल एउटा सब्सक्राइब पनि बढाइदिनु भएको छ उहाँले हुन्छ हस् त ल गएँ ल हजुरहरू ल हुन्छ दाजु ल 1600 मा डन यता यो उसको भन्नुपर्दा के भन्छ यो कृष्ण मन्दिरको उसमा छु कृष्ण मन्दिरमा होइन म चाहिँ यहाँ हल्ला छ त्यही भएर यहाँनिर अघिदेखि ट्राई गरेको खोइ के त्यो कोडा के आएको गरेर मलाई हुँदैन भएर क्या अनि बल्ल मिलाएर बल्ल भयो अनि 2500 रुपियाँ हालिदिएको छु है मैले ल हेरेँ आइसक्यो म यहाँ कृष्ण मन्दिरमा यो मान्छे त्यहाँ साथीलाई फोन गरिसकेको छु कि ऊ आउँदैछ अनि त्यही भएर आउनु आँटेको आइपुगिहाल्छु भन्दैछ त्यही भएर अनि एकछिन यहाँ बस्नु भनेर एकछिन बस्छु आइपुग्छ अनि सँगै जाने भनेर क्या ए ओफ त्यहाँ साथी आउँदैछ क्या अनि म यहीँ बस्छु भनेको थिएँ साथी आउँदैछ साथी आएपछि जाने हो घाम टल लागिरहेछ र आमा अघि आएर रेडी भएर बसिरहेको छ के छ हौ आइँदैछ त अघि आएर फोन ट्राई गरिरहेको रहेछ के पनि अब वासरको चाहिँ फेरि होइन फोन लास्टै बिजी क्या
बेग्लै छ आले माने तर यो के हो यो दाम अब के अनि के हो यो के किन्ने भन्दै हुनुहुन्छ किनिसकेको अब जन्माउने आमालाई त अलिकति तागतिलो पसिलो छ भन्नु परेन पछि छोराछोरी पनि त्यस्तै जन्माउनु परेन सही बात सही हो कि होइन? बात सही बात सही बात एकदम कडा जन्म परेन नि छोराछोरी आम्मा स्ट्यान्ड सिस्टेम किनेर अनि खै त एक्लै हो र ल जाम महालक्ष्मी स्थान ए ल हामी चाहिँ महालक्ष्मीमा एकदम मालैमा ठाउँमा आइपुग्यौँ ए महालक्ष्मी स्थानमा आइपुग्यौँ ल टक्कसँगले ल दुईजनै सान्डामा हाफपेन्टमा कुदिरहेको रहेछ यार ए म त घरबाटै हाफपेन्टमा ए यतातिर पो हो अब कतिको भित्र छ मोबाइल पसलमा छोडेको ल